खेल्ने खेलौँ त कुस्ती काटा काट तरबार हानाहान खेल्नु त बन्दुक हानाहान पनि खेल्नु त एक्लै काफी के कुरा गर्नुहुन्छ तपाईँ म राप्रपाका साथी जस्तो सुरल मुतेर हिँड्ने मान्छे हो जनविद्रोहमा साथ दिनु होला मलाई फेरि पक्रिन सक्छ नि मलाई पक्रिन सक्छ म भाग्दिन म मेरा हजुरबुवालाई पनि भन्छु मेरा पूर्व अध्यक्ष प्रचण्डलाई पनि भन्छु माधव कुमार नेपाललाई पनि भन्छु शेरबहादुर देउपालाई पनि अन्तिमपल्ट भन्दैछु हिजो गणतन्त्र ल्याउन हामीले तपाईलाई साथ दियौं आज राज संस्था ल्याउन तपाईँ हामीलाई साथ दिनुहोस् आउनुहोस् रक्तपातविहीन रक्तहीन जसरी राजाले सत्ता हस्तान्तरण गरेका थियो नि त्यसरी तपाईँ जहाँ हिजो संस्था बुझा लिएको थियो त्यहाँ बुझाउनुहोस् यो तपाईहरुलाई मौका हो म त एउटा कुरा के छ भने नि यो लडाई जित्यो भने जिते हस्तिनापुरको राज मरे चप्परी मुनिको बास हो म त्यसरी निस्केको मान्छे हो म मर्न पनि सक्छु थुनिन पनि सक्छु अहिले कांग्रेसले कस्तो कुरो उठायो कहीँबाट पैसा उठाएन छ अब बेसियालाई खोलौं भन्दै थियो अब विदेशमा लगेर भुटान नेपालीलाई भुटानी बनाएर बेच्दा पनि भएन नेपाली चेली बेच्दा पनि भएन अब यी खुलेआम बेसियालाई खोलौं भन्दैछन् सांसदहरू मुखमा नि च्याप्प समातेर मुखमा खेकारेर नि त्यो पहेँलो खेकार चाहिँ थुक्नु पर्ने क्या के बोलेको त्यस्तो यहाँ जुन हिजोदेखि खेल भयो अस्तिदेखि जुन खेल भयो एउटा मञ्चन रचियो राजाको नजिक को हुने भनेर म राजाको नजिक भन्दा पनि जनताको नजिक हुन चाहन्छु र म राजालाई के भन्छु भने सरकार तपाई र नागरिकहरूका आँखाबाट आँसु झर्न दिन्न यदि आँखाबाट आँसु झर्यो भने यी हातले थाप्छ दुर्गा प्रसाईले यी हात छन् मसँग हिजो हेर्नुहोस् 25 करोड पैसा त्यहाँ ट्रकमा पक्राउ खायो त्यो पैसाहरू सुन तस्करको पैसा हो त्यो पैसा कसको हो मैले भनिदिनु पर्छ मै भनिदिन्छु अहिले आज राजालाई मेन खेद्नुको कारण के रहेछ भन्दाखेरि देशका आर्थिक स्रोत साधन सरकारी जग्गा जम्मै हडप्न रहेछ नि यो पनि देखियो मेरो परिवारदेखि लिएर मेरो सम्पूर्ण सम्पत्तिले दुःख पाएको छ मेरो अहिले बैंक खाता रोक्का हुँदा पनि म चलेको छु तस्करहरूसँग लड्नको लागि र म सरकारलाई के भन्छु भने तपाईलाई लगेर देखाएर रोटी साट्नेहरूसँग तपाई होशियार हुनुहोस् मलाई तपाईलाई देखाएर रोटी साट्नु छैन मसँग त लघुवित्त पीडित सहकारी पीडित बैंक पीडित विदेश गएका युवाहरू छटपटेका विदेशका खाडीमा 7000 युवाहरू जेलमा छन् तपाईलाई म एउटा कुरा भन्छु मेरा लागि ती जनता छन् ती नागरिक छन् जो पीडित छन् 4 लाख परिवारको त तपाईको अहिले थाहा छ ब्ल्याक लिस्टमा परेका छन् बैंकको ती सबै आउनुपर्छ अब सडकमा मैले भने त यो व्यवस्था परिवर्तन भएर म ठाउँमा पुगौं त्यही दिन राति जम्मैका जग्गा फिर्ता हुन्छन् जम्मै ब्ल्याक लिस्टबाट पुग्छन् त्यो फुकाउने काम दुर्गा प्रसाईले गर्छ